हामीले बेसी लाग्यो फेरि डाउन टु अर्थ गार्जियन पनि हो भाइ पनि हो दाइ पनि हो साथी पनि हो सबै हो दाइको बल्ल नाक खुले एकदम रियल कुरा हो तपाईँको चाहिँ भइसक्यो खै त तपाईँ त एक्लै हुनुभयो त खै त दुलैको पनि लिएर आउला नि किन दुलै बहिनी हैन दिदी दिदी सबै दिदी हो कस्तो लाग्छ ब्रो घोडा चढेर
टेक्ससको होइन म तिम्रो नै काठमाडौँ टाउकोमा टोपी खुट्टामा छालाको बुट छ छातीमा भोटो यो कम्मरमा खुकुरी र गन कुन गाडी छेउ त कतिखेर हेरेको छु के चाहिँ हुँदैछ भनौँ न यहाँ प्रेजेन्ट र सलिल घलेज्यूको आदरणीय दाइको बिहे हुनु आइरहेको छ अरू केही छैन अब तपाईँ दाइ हो मेरो दाइ हो ए तपाईँ गाह्रो छ गाह्रो बिहे गर्न गाह्रो रहेछ त ल बोक यो घर भएन कि माथि हो उसो घर चाहिँ हो गाह्रो आइटम भाइ गर्मीमा होइन तर यहाँ चिसो रहेछ भन न शीतल छ यहाँ शीतल माथि चाहिँ मामाहरू हो कि अहिले मामाहरू गर्नु आएको एकदम धेरै रमाइलो छ म त हिँडेर आएको नि तलबाट मैले खिचाएको छु त्यो थ्याङ्क यू तपाईँले रमाइलो भयो हिँडेर आएर एकदम धेरै रमाइलो भयो अघि जोडी भएन नि मेरो जोडी चाहिँ दुला राजाको भाइ भिनाजु भाइ बिनाजु दुला त एकदम पसिना पसिना भइसक्यो अनि दुलाको दिदी नि खै तपाईँले त मजा आइरहेछ भनेर थियो अनि एकदम धेरै मजा आइरहेछ अनि यसो हल्का एक दुईटा फोटो पनि छ आउनु पर्यो नि अब दुला त त्यसै गाडी चढ्ने खालको गाडी किन्नु पर्यो नि त भाइ यार दुलाले किन्ने गाडी क्रेटा अनि त्यसपछि आउनु पर्यो नि टाढा हुन्छ यस्तो त्यो त त्यो जहाँसँगै आउँछ ससुराली आएर कसलाई रहेछ दाइ उसलाई नसोध यहाँ हेर बाटो नसेर यहाँ हेर ए म त झ्याप भएर जाँदैन एकदम रमाइलो भएछ टिकै टिका छ त एकदम टिका मुखभरि टिकै टिका छ मलाई अनुहारै हेर्दैन क्या तिम्रो
उता जाऊ भले धराएर बनाऊ न मङ्गलम भगवान् विष्णु मङ्गलम रामदेव भद्रं पश्यन्ति भयो अलि बिस्तारै बिस्तारै लगाउँ है औँठी बिस्तारै दिदी दिदी हात छेक्नु भयो हातले छेक्नु भयो एकछिन ल दिदी हातला एक अर्काले हेरेर एउटा खै एक अर्काले हेर्नु पर्यो ल दुला हात यस्तो गरेको भने है अब हजुर यता आउनु 5 दिनु तपाईँ कान्छा नानी दिदीले बोलाउँछ आए आए को आए दिदीले बोलाउँछ थालमा राख्दैन दाइ मुडा खोजेर ल्याउनु पर्यो एउटा ल त त्यो 80 त राख्नु मुडा मान्छे बसिरहेको आगे बदाम
यो सामान ल्याउनु रुमाल सक्यो आएनमा तेस्रोमा उदयं पर्वतं पीतपर्वतं आकाशलाई यसो अर्कै अर्पण गर्नु आकाशमा महेशा सिन्दुराध समर्पयामि विशुद्ध विष्णु सचवैदितम निम्नो देवता भीमन बिलको लाएर आधार हालिदिनुहोस् बिलको लाएर आधार प्रशान्त ऊ यहाँबाट आउँछ हेर त दुलैले खाउने दुलैले दुलाले खाउने है त शिव छोरा माया अब तिमीहरू खाऊ अनि त्यहाँ छोरा ढोइदेऊ हुन्छ आफूले जति होइन त्यो भाइले दिने बस यहाँ के बस ल जुठो खानु पर्यो ए बाबु दिनमा मैले 3टा टुक्रा भने त नस्टाल्जिक भयो यसो जुठो आउँदै त्यहाँ राख्ने गरौँ यही लाइन त्यही बोता राख्ने हो अब एउटा टुक्रा नि हातमा मरङ चपार्दैन दुलैलाई खुवाइदिने आजले नि सबै खाने खुवाइदिने बाबु दाँत कला रहेछ क्या खाऊ त भाइले नि जो छोड्दै अब तपाईँ उताले हात बाहिर खाने हरिओम त यता दिनु नि त
एउटा फुलले चोपेर दुना पानी भएमा छ त त्यो कुसले चोप्दै भयो छ तिमीहरू तिनतिर मन मेत्र बे बाटा मेत्र बे चक्ष मेत्र बे सुख मेत्र बे गडा मेत्र बे आफ्नो सिधान छर्दिन दुलोलाई छर्दिन ल त्यो कुस्ती राख्दिन अब कुस्ती राख यहाँ दहरिया दाम छ राहु केतु नवग्रह शान्तिकारा भवन्तु त्यहाँ अहिले मैले आज भने हो उठौँ बाबु बाबु देवरात राई 3 फेर चढाउने बाबु त्यो दुलो बत्ती दुलो हात हाल्ने यसो घुमाम ओम अग्नि ज्योति अग्नि साहा सुज्योति वर्जो ज्योति सा सूर्य वर्जो ज्योति सूर्य सा तम ज्योति सर्वदेवानां देवता उद्यतम उत्तमम आत्मज्योति ब्रह्म धाम दिव्य परिणतम विराज दीपं दर्शनी तीर्थ प्रदाप दिनु मुरमा भएर हाम बाबु पानीले छेगुम उते पर्छ पानीले बाबु बिहान यो नि यसरी चाउन यो कलश गणेशलाई अउलाई आफूले सेगु बाबा शिरमा बाई 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 हेर्नु त्यो यता पनि दिनु पर्यो यो टुक्रा गर्नु सक्छु बिहामा त बाँकी शुभ विवाह गर्नु पचन थाल्ने बोलाउँदा जुत्ता खोइ बुढालाई हातमा अगाडि हामीलाई जुत्ता चाहियो यसरी नहिँड्नु होला कति कति हो दाम काँचाल फुनेर म त अर्कोले 50,000 मा त के हो यो 50,000 कति रे 50 रुपियाँ 50 मात्र हैन 50 भनेको 60 रहेछ त्यही त हुन्छ हुन्छ मैले थपेर दिएँ ल 80 रुपियाँ 50 80 रुपियाँ भयो एन्टिक पिस एउटा मात्र तपाईँलाई के थाहा थियो त्यस्तो मूल्यवान जुत्ता खोइ जुत्ता हाम्रो जुत्ता चाहिँदैन रे मामा हामीसँग जाने रे बोकेर जाने अब दाइल बोकेर जाने अब अहिले मेरो हामी चाहिँदैन केटाहरू लिएर ले पाल्न सक्छ त 1-2 दिन चाहिँ किन पाल्न सक्छ गाडी पुग्दैन आजलाई गाडी पुग्दैन गरिदिने कसले पाल्ला गाडी हालिन्छ न हेलिकप्टर झार्छु न हाम्रो बिना चाहियो बिना त बिना चाहियो नि त यहाँ बिना त बिनाजु भाइ मै हो क्या भनौँ न बिनाजुको भाइ होइन कि बिनाजु चाहिँ चाहियो बिनाजुको भाइको जुत्ता लुगा हाल्नु न हामीले पछि लुगाउला बिनाजु चाहियो रे जुत्ता बिनाजु यही छ बिनाजु आइस्यो बिनाजु ल्याएर त सालिरहेछ खै गले त अङ्कल अङ्कल पछाडि आउनु न तिमी राममा जापानबाट बल्ल बल्ल कहाँबाट खोजी ल्याएको एउटा एन्टिक पिस जुत्ता कहाँ चान्चिने पाइन्छ
लाउन भेला के हो यो मिलाइदेऊ 1,000 2 3 4 5 6 7 8,000 8,000 दिसो मैले थपेर दिएँ लैदिउ दिदी लैदिउ जान्छु सबै भन्छ अच्छा ये वो तो 1000 भन्छ देऊ न यार बियर भइसक्यो साली जाने हो टाढा पुग्नुपर्छ ए भाइ कति भन्छ देऊ न यार कति भने दिएको हो हेर्छ ए नाइ तिमीले कति भने भन न मलाई कति भनेको 20 साल भन्छ अर्को बिहे हुन्छ अर्को टिन्डा बे हुन्छ भाउजू तिमी 20,000 आफ्नै घाट लाग्ने फेरि जुत्ता लुक्नु मौका आएछ नै मै बोक्दिन चारजना नानी तिमीले फेरि यो नगर नि 20,000 ल फेरि आउने पर्छ क्या ढोक्नुपर्छ क्या होइन दिदी हो कि बहिनी हो सब भिजारे छ त फाइन तिर हाय फेरि नमस्ते नमस्ते धन्यवाद जुत्ता त हो तेरो हो हेरै फेरि सट्टेला नि यही त हो नि त ल मामा अबिन हजुर होइन यो पास उता टिप्नु छ सबै टिप्नु यो के छ रातो रुमालले टिप्नु झोलै सबै 500 काकीले अब यसो कता कता हात पारिदिन्छ है सबै थुक भयो सबैजना नमस्ते सबैजना क्यामेरा भेट्नु ल एकचोटि फोटो खिच्नु
पछाडि बस्नु न पछाडि बस्नु हाम्रो पण्डित गुरु
जिउँदा बसेर त आफिएन धारामा सँग पानी जरमा चाहिँ आफिएन बोर्डमा ल भाइ 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 Bye.